सम्पूर्णमा न्यानो अभिवादन टक्राउन चाहे सदाझै आज पनि हजुरमाझ उपस्थित भएको छु। नेपालको संविधान 2072 लिएर आज हामी विशेष रूपमा छलफल गर्न गइरहेका छौँ। नेपालको संविधान 2072 यो संविधान भनेको वर्तमान संविधान हो, जुन चाहिँ नेपालको संविधान भनेर धारा 207 मा व्यवस्था गरिएको छ। नेपालको संविधान 2072 असोज 3 गतेदेखि लागू भएको थियो। नेपालको संविधान 2072 भनेको पहिलो पटक संविधान सभाबाट जारी भएको संविधान पनि हो। पहिलो पटक संविधान सभाबाट जारी भएको। त्यति बेला नेपालका प्रथम राष्ट्रपति रामवरण यादव थिए। नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले गरेको त्यसैगरी मस्यौदा समितिको संयोजकको रूपमा कृष्णप्रसाद सिटौला रहनु भएको थियो, जसमा 73 सदस्यहरू थिए। मस्यौदा समितिको संयोजक कृष्णप्रसाद सिटौला, 73 सदस्य। हालसम्म 2 पटक संशोधन भएको छ। नेपालको संविधान 2072 2 पल्ट संशोधन भएको छ। पहिलो पटक संशोधन प्रस्ताव पारित चाहिँ 2072 11 महिना 9 गते भएको थियो भनेपछि लागू 2072 11 महिना 16 गतेदेखि भएको थियो। त्यसैगरी दोस्रो संशोधन भनेको चाहिँ 2077 साल 3 महिना 4 गते भएको थियो। संरचनाको कुरा गर्दाखेरि यसमा 35 भाग, 308 धारा र 9 अनुसूची रहेका छन्। नौवटा अनुसूचीको बारेमा ब्रिफ रूपमा जानकारी लिने प्रयास गरौँ। अनुसूची 1 मा राष्ट्रिय झण्डा सम्बन्धी व्यवस्था रहेको छ। अनुसूची 1 मा चाहिँ हाम्रो राष्ट्रिय झण्डा सम्बन्धी व्यवस्था रहेको छ। त्यसैगरी अनुसूची 2 मा भने राष्ट्रिय गान सम्बन्धी व्यवस्था रहेको छ। अनुसूची 2 राष्ट्रिय गान। अनुसूची 3 मा चाहिँ निशान छाप सम्बन्धी व्यवस्था रहेको छ। निशान छापको रङ चाहिँ नेपाल सरकारले तोके बमोजिम हुने व्यवस्था रहेको छ। नेपाल सरकारले तोके बमोजिम हुनेछ। त्यसैगरी अनुसूची 4 मा चाहिँ हाम्रो प्रदेश र सम्बन्धित प्रदेशमा रहेका जिल्ला सम्बन्धी व्यवस्था रहेको छ। प्रदेश र सम्बन्धित प्रदेशमा रहेका जिल्ला। नेपालमा हाल 77 जिल्ला रहेका छन्। 5 प्रदेश रहेका छन्। 753 स्थानीय तह रहेका छन्। अब प्रदेश र कतिवटा जिल्ला छन् भनेर कसरी याद गर्ने भन्ने छोटो रूपमा हजुरहरूलाई बताउन गइरहेको छु। पहिले भनेको हामीले
8 देखि 14 सम्मको अङ्क लेख्ने। 8 देखि 14 सम्मको अङ्क लेखिसकेपछि अब सूत्र अनुसार के प्रयोग गर्ने भन्दाखेरि मोबाइल नम्बरको जसरी याद गर्ने है, 98 027 64 531। सूत्र फेरि पनि भन्दछु, फोन नम्बर याद गर्नुहोला, 98 027 64 531 भनेर जिल्लाहरूको नाम र प्रदेशको याद गर्नुहोला है। नवलपरासी पूर्व चाहिँ 4 प्रदेशमा रहेको छ। प्रदेश नम्बर 4 मा चाहिँ नवलपरासी पूर्व रहेको छ। नवलपरासी पश्चिम चाहिँ 5 मा रहेको छ। रुकुम पूर्व 5 मा प्रदेश 5 मा रहेको छ भनेपछि रुकुम पश्चिम चाहिँ 6 मा रहेको छ। त्यसै गरी हाम्रो अनुसूची 5 मा चाहिँ सङ्घको अधिकार, सङ्घको के अधिकार छन् त भन्ने र अनुसूची 5 मा व्यवस्था प्रावधान गरिएको छ, जसमा सङ्घको अधिकार भनेको 35 वटा रहेका छन्। अनुसूची 6 मा चाहिँ हाम्रो प्रदेशको अधिकार, प्रदेशको अधिकार भनेको अहिले चाहिँ हाम्रो 21 वटा रहेको छ। त्यसपछि अनुसूचीको 7 को कुरा गर्दाखेरि सङ्घ र प्रदेशको साझा अधिकार 25 वटा रहेका छन्। साझा अधिकार सङ्घ र प्रदेशको। त्यसै गरी अनुसूची 8 को कुरा गर्दाखेरि स्थानीय तहको अधिकार, स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था गरिएको छ, जसमा 22 वटा अधिकारहरू स्थानीय तहलाई दिएको छ। र अन्तिम अनुसूची भनेको 9 सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार, जसमा 14 वटा अधिकारहरू रहेका छन्। सङ्घ, प्रदेश र स्थानीय तहको 15 वटा अधिकार रहेको छ। Thank you so much everyone for your valuable time and support. May God